नगरपालिकाले जग्गा खाली गर्न सूचना निकालेपछि धनुषामा सुकुम्बासीद्वारा सडक अवरुद्ध। त्यसैबिच छिरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेपछि त्यसको विरोधमा सुकुम्बासीहरूले आज बिहानैदेखि सडक अवरुद्ध पारेका छन्। नगरपालिकाले सार्वजनिक जग्गामा रहेका संरचना हटाउन अल्टिमेटम सहितको सूचना निकालेपछि आक्रोशित बनेका सुकुम्बासीहरू आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनका कारण धनुषाको महेन्द्रनगर स्थित जनकपुर ढल्केवर सडक खण्ड पूर्ण रूपमा ठप्प भएको छ। बिहानैदेखि सुकुम्बासीहरूले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्, जसका कारण सयौं सवारी साधन र यात्रुहरू बीच बाटोमै रोकिएका छन्। विकल्प बिना आफूहरूलाई उठीवास लगाउन नपाइने र उचित व्यवस्थापन हुनुपर्ने माग आन्दोलनकारीहरूको छ। घटनास्थलमा सुरक्षा कर्मीहरूको बाक्लो उपस्थिति रहेको छ र सडक खुलाउने प्रयास भइरहेको छ। स्थानीय प्रशासन र नगरपालिकाले यसबारे थप समन्वय गरिरहेको जनाएका छन्, तर सुकुम्बासीहरूले भने आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलन नरोक्ने अडान लिएका छन्।